नेपालमा विकास कुन गतिमा भइरहेको छ त्यसको अर्को ज्वलन्त उदाहरण बनेको छ ललितपुरको यो ग्वारको फ्लाइओभर। यो निर्माणको काम सकिनु पर्ने मिति गुज्रिएको 1 वर्ष नागिसकेको छ, तर यहाँ काम सकिन त परको कुरा, भएका केही कामहरू समेत केही संरचनाहरू समेत यतिखेर धमाधम भत्काउने क्रम चलिरहेको छ। देख्न सक्नुहुन्छ दर्शकबिन, यो तलपट्टिको जुन गहिरो क्षेत्र छ फ्लाइओभरको, यो भत्काएर पुनः गहिराइएको क्षेत्र हो। गुणस्तरहीन काम भएपछि यसलाई यसरी भत्काएर पुनः बनाउनका लागि तयार गरिँदैछ। खास यो तलको क्षेत्र झन्डै झन्डै यो क्षेत्र बराबर बनिसकेको थियो दर्शकबिन, तपाईँ देख्न सक्नुहुन्छ। यो क्षेत्र जहाँ हामी उभिएका छौँ यो बराबरको हाइटको बनिसकेको थियो, तर अहिले फेरि भत्काएर यो गहिराएर यो लेभलको बनाइएको छ र छेउछाउका पर्खालहरू पनि भत्काएर पुनः निर्माण गर्नुपर्ने देखिएको छ। अर्थात् नेपालमा कुन खालको विकास चलिराखेको छ र विकासका नाममा कस्तो तमासा चलिरहेको छ यी दृश्यहरूले देखाउँछन्। 2078 फागुन 12 गते यो ग्वारको फ्लाइओभर बनाउने भन्दै आशिष समानान्तर रेडिगेयर जेबीले ठेक्का लिएको थियो र 2080 फागुन 11 गते यसको काम सकिनु पर्ने थियो। तर दर्शकबिन 1 वर्ष बितिसकेको छ, तर यसको काम सकिने कुनै छाँटकाँट छैन। काम सकिने त परको कुरा, भएका र बनेका केही संरचनाहरू समेत धमाधम भत्काउने क्रम चलिरहेको छ। अर्थात् गुणस्तरहीन काम भएपछि यहाँ पुनः यो भत्काउने क्रम चलिरहेको छ। अर्थात् विकासको नाममा यहाँ रमिता छ। कतिसम्म भने दर्शकबिन यो फ्लाइओभर बनाउने क्रममा आम नागरिक यसरी जामको शास्ति खेपिराखेका छन्। हामी देख्न सक्छौं दृश्यमा, यो जाम हरेक दिन यहाँ नागरिकहरूले घण्टौं झेलिरहेका छन्। यो फ्लाइओभरको काम बेलामा नभइदिँदाखेरि जामको शास्ति झन्झन बढिरहेको छ। यसरी विकासका कामहरू नेपालमा सुस्त गतिमा मात्र होइन उधो गतिमा देखिन्छ, जसका कारणले गर्दा आम नागरिक झन्झन शास्ति खेपिराखेका छन्। दर्शकबिन, सातो बाटो तर्फको साइड र्याम्पमा समस्या देखिएको थियो। सातो बाटोदेखि कोटेश्वर जाने बाटोको बायाँ तर्फ निर्माण गरिएको पर्खालको गुणस्तर कमजोर देखेकाले उखलेर नै पर्खाल पुनर्निर्माण गर्नुपर्ने भनिएको थियो र त्यसैगरी माथिल्लो भागमा राखिएको ढक्कन कोपिङ पनि गलत तरिकाले बनाएको विज्ञहरूले ठहर गरेका थिए। त्यसैगरी क्षतिग्रस्त प्यानलहरूको मर्मत तथा पुनर्निर्माण गरी सुधार गर्न पनि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पत्र मार्फत सुझाव दिएको थियो। पुल र पर्खाल जोड्ने फ्रिक्सन स्ल्याबको डिजाइनलाई पनि सच्याएर पेश गरी निर्माण गर्न केन्द्रले निर्देशन दिएको थियो, जुन निर्देशनपछि झन्डै 2 महिना यहाँ ठेकेदारहरू गायब भएका थिए। कामै नगरिकन भागेको स्थिति थियो, किनकि यहाँ पुनः काम गर्नका लागि म्याद पनि थपिएको थिएन र काम गर्दै गर्दा पनि जरिवाना तिर्नुपर्ने परिस्थिति थियो बेलामा काम नसकेका कारणले। र यसपछि अन्ततः ठेकेदार कम्पनीहरू यतिखेर धमाधम काम गर्नका लागि आइपुगेका छन् र काम सुरु भएको छ। काम त के भन्ने, भत्काउने काम चलिरहेको छ। गुणस्तरहीन काम भएपछि ती गुणस्तरहीन जहाँ जहाँ कामहरू भएका थिए ती संरचनाहरू भत्काएर फेरि बनाउने काम भइराखेको छ यतिखेर ग्वारको फ्लाइओभरमा। के गर भने भाइ, यो चाहिँ
विस्तृत इन्जिनियरिङ सर्वेक्षण, यातायात अध्ययन, माटो परीक्षण, डिजाइन तयार गर्ने कार्य सम्झौता बमोजिम 4 महिना अर्थात् 2080 वैशाख 10 गतेसम्म सम्पन्न हुनुपर्नेमा ढिला देखिएको भन्दै जरिवाना लाग्ने पत्र गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले व्यवसायीलाई पठाएको थियो। ठेक्का सम्झौता अनुसार डिजाइन र प्राविधिक मापदण्ड बमोजिम 4 लेनको फ्लाइओभर निर्माण 18 महिनामा अर्थात् 2081 असार 23 गतेसम्ममा सम्पन्न हुनुपर्नेमा अधुरो रहेको पाइएको सो पत्रमा उल्लेख छ। त्यसैगरी एप्रोच रोड र पेमेन्ट 21 महिनामा अर्थात् 2081 असोज 9 गतेसम्ममा पूरा गर्नुपर्नेमा अधुरो रहेको फ्लाइओभर, एप्रोच रोड र सडक सुरक्षा कार्य 21 महिना अर्थात् 2081 पुस 8 गतेसम्ममा सम्पन्न हुनुपर्नेमा अधुरो रहेको भन्दै जरिवाना लिने निर्णय केन्द्रले गरेको थियो। पहिले नै थपिएको म्यादभित्र कार्य सम्पन्न नगर्दा निर्माण व्यवसायीलाई गरिने भुक्तानीबाट जरिवाना लाग्ने निर्णय गरिएको पत्र केन्द्रले 2081 पुस 9 गते निर्माण व्यवसायीलाई पठाएको थियो। केन्द्रको उक्त निर्णयका कारण निर्माण व्यवसायीलाई ठेक्का सम्झौता बमोजिम प्रतिदिन कुल ठेक्का रकमको 0.05% हर्जना लागिरहेको छ। पहिलो पटक थपिएको म्याद अवधिमा पनि काम सम्पन्न नगरेकाले दिनहुँ 8,53,444 रुपैयाँ जरिवाना लागिरहेको छ। जरिवाना लाग्ने निर्णय गरिएको मिति पुस 9 गतेदेखि 200 दिनभित्र निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ। यदि 200 दिनसम्ममा पनि काम सम्पन्न भएन भने ठेक्का रद्द गरी थप कारबाही प्रक्रिया अगाडि बढाउने कानुनी प्रावधान छ। त्यसो त 200 दिनसम्म प्रतिदिनका आधारमा वा कुल ठेक्का रकमको 10% अर्थात् 1,70,00,000 रुपैयाँ एकमुष्ट निर्माण व्यवसायीले जरिवाना तिर्नुपर्ने हुन्छ। यसरी निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दाखेरि यहाँ प्रतिदिन 8 लाख भन्दा धेरै रकम निर्माण व्यवसायीले तिरिरहनु परेको छ र बेलामा काम सम्पन्न नगरेकै कारणले गर्दा जनताले पनि शास्ति बेहोरिरहनु परेको छ। यहाँ निर्माण व्यवसायी जति दोषी छन्, सडक विभाग अन्तर्गतको केन्द्र पनि त्यति नै दोषी छ, किनकि उसले बेलामा काम सम्पन्न गर्नका लागि ताकेता त गरेन नै। काम गुणस्तरहीन भइरहेको देख्दा देख्दै समेत उसले त्यतिखेरै सचेत गराएन। जब काम सकिन लाग्यो तब उसले सचेत गराएर आफूले के नगरे झैँ गरिरहेको छ। निर्माण व्यवसायीले त गुणस्तरहीन काम गरेर यहाँ तमासा देखाएका थिए नै, यहाँ यतिखेर सडक विभागले पनि उस्तै तमासा देखाएको छ। निर्माण थालेको 3 वर्ष बित्यो, 2 वर्षमा सकिनुपर्ने काम 3 वर्ष बितिसकेको छ, तर यहाँ काम सकिने त परको कुरा, बनेका संरचना समेत भत्काउनु पर्ने परिस्थिति बनेको छ। अब अर्को रोचक कुरो चाहिँ के छ भने यतिखेर गुणस्तरहीन काम भयो भनेर भत्काउन लगाएको सडक विभाग अन्तर्गतको केन्द्रले यहाँ काम हुँदै गर्दा चाहिँ के गरिराखेको थियो? डेटिङमा थिए कि त्यहाँका कर्मचारी सेटिङमा थिए? यो प्रश्न चाहिँ मुख्य बनेको छ। होइन भने यहाँ काम हुँदै गर्दा गुणस्तरहीन काम भएको विषयमा त्यतिखेरै किन पत्र काटिएन, त्यतिखेरै किन प्रश्न गरिएन? यो अर्को अहम प्रश्न बनेको छ। र यतिखेर काम सकिनु पर्ने बेलामा भत्काएर जनतालाई अर्को शास्ति, समय उत्तिनै बढाउने र यो खालको रमिता देखाउने काम किन भइराखेको छ? यसको जवाब पनि सडक विभाग अन्तर्गतको केन्द्रले दिनै पर्छ। अझै यो विषयमा स्वयं सडक विभागले नै जवाब दिनुपर्छ, मन्त्रीले नै जवाब दिनुपर्छ, किनकि यो ग्वारको फ्लाइओभरलाई एउटा महत्त्वकांक्षी योजनाका रूपमा पेश गरिएको थियो र यो ग्वारको फ्लाइओभर बन्दै गर्दाखेरि आम नागरिकले दिनौँ जामको शास्ति खेपिरहँदा पनि उनीहरू सहेरै बसेका थिए, किनकि केही त हुँदैछ भनेर। तर यहाँ जे भइराखेको छ, भएका काम समेत यसरी भत्काउने र फेरि बनाउने काम चलिराखेको छ। अर्थात् यहाँ के भइराखेको छ भने काम पाइनस् बुहारी पोख्दै उठाउँदै भने जस्तो भइराखेको छ ग्वारको फ्लाइओभरमा। यो परिस्थिति छ देशको विकासको, यो अभिगत छ देशको विकासको र ग्वारको फ्लाइओभरको।